हेलो साथीहरू, आज +2 को रिजल्ट आउट भइसकेको छ। तपाईँहरू पनि आफ्नो रिजल्ट चेक गर्न चाहनुहुन्छ भने अब तपाईँहरू कसरी चेक गर्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईँहरू आफ्नो मनमा रहेको क्रोममा जानुहोस् फर्स्टमा। त्यसपछि तपाईँ सर्चमा जानुहोस् र त्यहाँ सर्च गर्नुहोस् nep.npc.nat.np सर्च गरेपछि तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ, जुन चाहिँ नेपाल टेलिकम नेसनल एक्जामिनेसन बोर्ड +2 भनेर अगाडि जुन देखाइरहेको छ वेबसाइट। यो वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ तपाईँले चाहिँ यो दुईवटा ठाउँमा चाहिँ तपाईँले आफ्नो एउटा सिम्बल नम्बर र जन्ममिति डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ तपाईँको सिम्बल नम्बर जुन चाहिँ तपाईँको 8वटा नम्बर हुन्छ हो, त्यो 8वटा नम्बर राखेर अनि तल जुन दिएको छ त्यहाँ चाहिँ तपाईँले आफ्नो जन्ममिति राख्नुपर्ने हुन्छ। अन्त जन्ममिति राखिसक्नु भएपछि जुन त्यहाँ एउटा सब्मिट भन्ने देख्नुभएको छ, त्यहाँ सब्मिट गरेपछि तपाईँले आफ्नो